नमस्कार। अहिले यस भिडियोमा नेपालमा कतिवटा ऋतुहरू रहेका छन् र कुन कुन महिनामा पर्दछ। नेपालमा रहेको ऋतुहरू 6 प्रकारको ऋतुहरू रहेका छन् र ती ऋतुहरूको नाम र कुन कुन महिनामा पर्दछ म हजुरहरूलाई अवगत गराउन लागिरहेको छु। यो भन्दा पहिला हजुरहरूले यो भिडियोमा सब्स्क्राइब गर्नु न हार्दिक अनुरोध गर्दछु। ती ऋतुहरूको नाम यस प्रकार रहेको छ। 1 नम्बरमा रहेको छ वसन्त ऋतु। वसन्त ऋतु चैत्र महिना र वैशाख महिनामा पर्दछ। 2 नम्बरमा रहेको छ ग्रीष्म ऋतु। ग्रीष्म ऋतु ज्येष्ठ महिना र असार महिनामा पर्दछ, गर्मी महिना। 3 नम्बरमा रहेको छ वर्षा ऋतु। यो श्रावण महिना र भाद्र महिनामा पर्दछ। 4 नम्बरमा शरद ऋतु। शरद ऋतु आश्विन महिना र कार्तिक महिनामा पर्दछ। 5 नम्बरमा हेमन्त ऋतु। हेमन्त ऋतु मङ्सिर महिना र पुष महिनामा पर्दछ। 6 नम्बरमा शिशिर ऋतु। शिशिर ऋतु माघ महिना र फागुन महिनामा पर्दछ, हिउँद महिना। यो 6वटा ऋतुहरू हाम्रो नेपालमा पर्दछन्। यो 6वटा ऋतुहरू यस भिडियोमा हजुरहरूलाई अवगत गराए। यस भिडियोमा यति नै। फेरि अर्को भिडियोमा भेटी बाचा गर्दै यस भिडियोबाट म बिदा माग्दछु। हस्त नमस्ते।